कस्तो नेता जन्मिए यो देशमा भने कहिल्यै पनि जनताको विषयमा नसोच्ने भए। पटक पटक भोट जितेर जान्छन् अनि सहरमा आएर आनन्दले ऐसाराम गरेर बस्छन्। अबको चुनावमा उत्कृष्ट नेता छानेर भोट हाल्नुपर्छ। बुढा, तपाईँ किन निराश हुनुभयो? के भयो तपाईँलाई? भन्नु न, बोल्नु न, के भयो क्या? के हो? केही भएको छैन। भन्नु न, के भयो क्या? तपाईँको अनुहार हेर्दै मैले थाहा पाइसकेँ तपाईँ एकदम निराश हुनुभएछ। तपाईँलाई केही नभई त यस्तो हुनुहुन्न थियो। के हुनु, अब सहरको बसाइ पनि धेरै दिन होला जस्तो छैन। घरबेटी बाले हिजै पैसा मागेको थियो, जसरी भए पनि घर भाडा दिनु भनेर। आज 26-27 गते भइसक्यो, अघिल्लो महिनाको घर भाडा तिरेको छैन। यो महिना पनि मर्न लागिसक्यो, त्यही घर भाडा तिर्न नसक्ने अवस्था भयो। किन र? के भयो? छोरोलाई पढाउन भनेर त्यत्रो सपना बोकेर हामी सहर आयौँ। अहिले घर फर्केर जान पर्यो भन्नुहुन्छ। अब घर गएर छोरोको भविष्य भन्छ त। के गर्नु, भविष्य बनाउन त मलाई पनि मन थियो। मन भएर मात्र हुँदो रहेनछ। बुढेसकाल लाग्यो, कहीँ गएर 2 पैसा जगेर्ना गर्न नसक्ने अवस्था भयो। हिजै घरबेटीले आएर भोलिसम्म जसरी भए पनि घर भाडा दिनु है भनेको छ। त्यो माथिको काइला दाइलाई 10-15 हजार पैसा छ भने दिनुहोस् न दाइ, मैले विदेशबाट छोराले पठाएपछि दिन्छु भनेको। मसँग अहिले छैन, म दिन सक्दिनँ भन्नुभयो। अन्त कहीँ माग्ने ठाउँ पनि छैन। यो सहरको बिरानो कुनामा आएर बसेको छ। मान्छेहरू धेरै धनी बनेर हिँडेका छन्। हाम्रो धनी बन्ने सपना त परे जाओस्। यो घरको भाडासम्म तिर्न नसकिने भयो। गाउँ नफर्केर कहाँ जाने त? के गर्नु त बुढा, धनी बन्नलाई त हाम्रो कर्ममा रहेनछ। कति दुःख गर्दा पनि कहिले पनि पैसा कमाउन सकेन। छोरालाई विदेश पठाएको, छोराले पैसा पठाउला भनेर अब बुहारी पनि कोठा लिएर बसिहाल्यो। अब हामीलाई के पठाउँथ्यो? अब त्यो कान्छो छोरालाई चाहिँ जसरी भयो धेरै पढाएर यही देशमा जागिर खुवाएर राख्न मन छ बुढा। हामी गाउँ फर्किने कुरा नगर्नुहोस्। बरु जे सकिन्छ त्यही काम गरेर भए पनि पैसा कमाएर लिएर आएर यहाँ बस्ने व्यवस्था गर्नुपर्छ। बुढेसकालमा कसले काम दिन्छ र? कपाल फुलेर सेतै भइसक्यो। उमेरमा त काम गर्न सकिएन। अब त्यो पर घर बनाउने ठाउँमा जाउँ भनेको पनि त बुढाले काम गर्न सक्छस् र भने त्यहाँ गएर पनि ल्याउन नसकिने भयो। चामल सकिएको छ। यो गरिबको जिन्दगी पनि कहिल्यै उँभो लाग्दो रहेनछ। बल्ल बल्ल 2-4 वर्ष जागिर खाएको थियो, त्यो पैसाले जेठोलाई पढाइयो। आज जेठो बिरानो देशमा रगत पसिना बगाएर बसेको छ। बुहारीले आफ्नो छोराछोरी पढाउली भनेको त्यो पनि त्यस्तै छ। यता आएर सबै बस्देको भए एउटै खर्च हुन्थ्यो। छोराले 2-4 पैसा पठाए पनि सबै व्यवस्था मिलाउन सकिन्थ्यो होला। त्यसले पनि काम पाएको छैन बुवा, र हाम्रो काम चलेको छैन। अहिले पैसा पठाउन सक्दिनँ भन्छ। फोन गर्दा ऊ आफै हुन्छ। यति दुर्दशा देशमा बस्ने कसैको नहोस् भनेको आज मेरै भयो। म जे सोच्ने त्यसैको उल्टो भयो। हाम्रो भाग्य नै यस्तो रहेछ बुढा। टेन्सन नलिनुहोस्, हामीले पिर मानेर के गर्नु? समस्या समाधान हुने होइन।
आफ्नो ज्यान मात्र सिद्धाउने हो। तपाईँ आफै रोगी हुनुहुन्छ, तपाईँलाई केही भइहाल्यो भने मेरो र त्यो छोराको के गति हुन्छ? तपाईँ हुनुहुन्छ अर्को, हामीलाई सहारा भएको छ। नभए म गाउँतिर गएर आफ्नो खेतीपाती गरेर यहाँ पठाउँछु। बाउ छोरा चाहिँ बस्नुहोस्, छोरालाई राम्रोसँग पढाउनुहोस्। अब तपाईँलाई जानुहोस् भन्नलाई बुढेसकाल लगाइसक्यो, प्रेसर सुगर सबै बढेको छ। के गर्नु भन्न त भनेको हो। अहिले एकछिनमा ढकढक गर्ने कोठामा आइपुग्यो भने घरबेटीलाई के भनेर टार्ने? उनीहरूको पनि आफ्नै समस्या होला। मैले ऋणमा घर बनाएको, मेरो बैङ्कमा ब्याज दिनुपर्छ भनेर भन्दै हुनुहुन्थेछ। अब सबै कुरा बुझ्नै पर्यो नि बुढी। यत्रो वर्ष भयो, आज 50-60 वर्षको उमेरसम्म यो देशका नेताहरूले कति भोट हाल्यो। कसैले यो देशको रोजगारीको विषयमा कसैले सोचेन। एउटा छोरालाई देशमै रोजगारी दिन पाएको भए अहिले खुरु महिनामा तलब ल्याएर बुझाउँथ्यो। बुहारी पनि यही घरमा हुन्थे, छोरो पनि दिनकै घर आउने भइदिएको भए आज हाम्रो दिन यस्तो हुने थिएन बुढी। यो देशका नेताहरू पनि कति लाचार छन्। कहिलेकाहीँ त आफै बन्दुक बोकेर जाउँ जस्तो लाग्छ। सामन्ती सत्ताभन्दा पनि बढी शोषण गरेका छन्, भ्रष्टाचार गरेका छन्। के गर्नु? यो गरिबको थाप्लोमा ऋण बाहेक केही छैन। धन सम्पत्ति त अब कर्म भनौँ कि भाग्य भनौँ, यी हातमा ठेला उठेका छन्। यत्रो वर्ष दुःख गर्दा पनि कहिले केही भएन। अब त मात्र गएर के गर्छेस् गाउँमा? ती बारी सबै बाजो भइसके, बुढा उम्रिसके, रुख भइसके। अब म पनि जान्छु, यो कान्छोलाई पनि लिएर जाउँ गाउँमा। हुँदैन बुढा, कान्छालाई लिएर गयो भनेदेखि भविष्य बिग्रिन्छ। हेर्नु त, जेठो छोरा गएर अहिले खाडी मुलुकमा धुरु धुरु रोएर बसेको छ। त्यो छोराको पिरले मलाई यति पीडा, छोरछोरीको लागि आमा बाउलाई पनि साह्रै पीडा हुँदो रहेछ। त्यो एउटा बुहारी पनि घरमै बस्देखि भए, आफूसँगै बस्देखि भए अहिले दुईतिर खर्च हुँदैन थियो। त्यो छोराको थाप्लामा पनि बोझ पर्दैन थियो कुरा। बुझ्दिनँ बुहारीले, मैले त नराम्रो केही गरेको थिइनँ। आफ्नो सन्तान आफैसँग बस्दै हुन्, त्यो नाति नातिनाको मुख कहिले देखाउँदा हुन्छ बुढा। ल्याइदेऊ न भन्दाखेरि पनि लिएर आउँदिनँ। छोरालाई बरु उल्टै कुरा लाउँछ, तेरो आमाले यसो गरी उसो गरी भन्छ। तर मैले केही पनि भनेको छैन। छोराले बाउ आमाको कुरा सुन्नु कि श्रीमतीको कुरा सुन्नु कि, त्यसलाई नि तनाव छ। बाउ आमालाई नि नराम्रो गर्न सक्दैन, श्रीमतीलाई नि नराम्रो गर्न सक्दैन। अब जति पीडा भए पनि त्यो छोरालाई सुनाउनु हुँदैन बुढा। त्यो छोरालाई गाह्रो भएर केही भयो भनेदेखि हाम्रो त सर्वस्व सिद्धिन्छ। मेरो त मुटुको टुक्रा हो नि बुढा त्यो छोरा। ल ल, धेरै गुनासो नगर। छोरा मान्छे हो। छोरा मान्छेको मन भित्र जति सुकै रहे पनि बाहिर देखाउने गर्दैन। त्यसैले जति सुकै पीडा भए पनि म त्यो पीडा खप्न तयार छु। किन छोरालाई सुनाउनु पर्यो? अर्काको देशमा, अर्काको ठाउँमा कसरी दिन काट्दो, रातो दिन काम गरेर बसेको छ। बिचरा 2-4 पैसा खर्च गर्न पनि त्यो आफैलाई भइराखेको छैन। हामीलाई पठाउने कुरा त परे जाओस्। अर्काको देशमा रगत पसिना बगाएर श्रम बेचेको छ छोराले। पैसाको निम्ति त्यो खाडीमा गएर रातो दिन दुःख गरेको छ। पल्लाहरूको काकीलाई भन्दै थियो अरे बुढा, मैले पैसा कमाउन सकेको छैन, बाउ आमालाई कसरी भनौँ? अब पैसा त कमाइछु भनेको छु नि, बाउ आमा चाहिँ श्रीमतीलाई पठाइ, मलाई पठाएन भन्नुहुन्छ होला। तर मैले दुवैजनालाई पैसा पठाउन सकेको छैन काकी भन्दै थियो। एउटा परदेशी छोराको बाउ भएर आमा भएर बस्न पनि साह्रै गाह्रो हुँदो रहेछ।
उता छोरो विदेशमा रुँदो हो, यता तेरो र मेरो त गति छ। अरू कोठामा बसिने थाहा पायो भने के बल्ल भयो। धेरै कुरा नगर। यो परदेशीको बुवा आमा भएर बाँच्नु पनि साह्रै गाह्रो हुँदो रहेछ। त्यसैले यदि यही देशमा रोजगारी पाइदिएको भए आज यो अवस्था अवश्य आउने थिएन। तर म मात्रै होइन, झन्डै 1 करोड नेपालीका छोरा विदेशमा त्यसै गरी बसेका होला। अनि ती 1 करोड नेपालीका बाबुआमा स्वदेशमा बसेर तर म जस्तै फिर गरेर बसेका छन्। बुढी फिर गरेर बसेका छन्। अझ 80-90 वर्ष पुगेका बुढाहरू कति बेला छोरा आउला भनेर छोराको बाटो हेरेर बसेका छन्। तर के गर्नु, त्यसरी बस्दा बस्दै एक दिन अस्ताएका पनि छन्। बुढी अस्ति देखिनुहोस्, ऊ त्यो पल्लो गाउँको लाउरे दाइ छोराको आश गर्दा गर्दै बिते। 90 वर्ष हुँदा पनि छोराको मुख देख्न नपाएर बिते। यो देशभरिको पीडा हो क्या बुढी। त्यस्तो नभन्नु न बुढा, झन् टेन्सन हुन्छ क्या तपाईँले त्यस्तो भन्दा। म त मोटो ढुक गर्छ, घरपेटी कतिखेर आइपुग्यो भनेर अघि ढोका उताको रहेछ क्या अरे डङडङ गरेको, हाम्रै ढोका हाने जस्तै लाग्यो। ल चुप लाग। अब टेन्सन लिएर नि के गर्नु, दुःख मात्रै हुँदो रहेछ। पीडामाथि झन् पीडा हुँदो रहेछ बुढी। जति रोए पनि जति हाँसे पनि आफू एक्लै हाँस्नु पर्ने रहेछ। के गर्नु, यो सहरको बसाइ साह्रै कष्टकर रहेछ। तेरो र मेरो मात्र होइन, यहाँ बस्ने करोडौँ गाउँबाट आएका मान्छेहरूको जिन्दगी यसै गरी चलेको छ। बुढेसकाल लागिसक्यो, कति रुनु। सुखमा त सबैले साथ दिन्छ नि बुढा, दुःखमा कसैले साथ दिँदैन। न त छायाले त साथ दिँदैन भन्छ। मान्छे त स्वार्थी हुन्छ, धनको पछि लाग्ने मात्र हो। छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी। हामीसँग हुँदाखेरि सबैजनाले कति राम्रा राम्रा कुरा गर्थे हेर्नु त। आज एक वचन कसैले राम्रोसँग बोल्दैनन्। के गर्नु, यस्तै हो बुढी। सम्पत्ति सम्पत्ति सम्पत्ति, धन धन भन्दा भन्दै हामी मात्रै होइन, लाखौँ मानिसहरू उदाएका छन्, पस्ताएका छन्। यसै गरी जिन्दगी चल्दो रहेछ, यसै गरी जाँदो रहेछ जिन्दगी। धन मन तन भन्दा भन्दै एक दिन यो संसार छोडेर जानुपर्छ। यस्तै हो। अब चुनाव आएको छ, चुनावमा त्यो माइला दाइले खोइ को उसको मान्छे उठेका छन् अरे, भोट हाल्नुपर्छ है भनेको छ। यत्रो वर्ष भोट हाल्दा केही भएन। अब यहाँ घरमा चाहिँ छाक टार्ने खर्च छैन, यहाँ कोठामा भाडा दिन सकिएको छैन। अब त्यो चुनावको लागि भोट हाल्न कसरी जानु? नजाऊ भने आइज है भाइ, तै त होस् नि भन्छ। अब सबैले भन्छन् यस्तो, गर्छन् केही। न नेताले केही गरे, न कसैले केही गरे। त्यहाँ गाउँसम्म भाडा तिरेर को जान सक्छ? हाम्रो लागि कसले के गर्दैछ? नेताहरूले सबै उद्योग धन्दाहरू बन्द गरिहाले। ती उद्योग धन्दाहरू सबै अब आउने नेताले खोल्दैदेखि नि सबै नेपाली छोराहरूले यहीँ रोजगारी पाउँथ्यो होला नि। उद्योग धन्दा खोल्नु, कल कारखाना बन्द भएकोलाई अब फेरि सञ्चालनमा ल्याउनु, अनि रोजगारीको व्यवस्था गरिदिनु। ती विदेश गएका सबै छोरा छोरीहरूलाई नेपालमा फर्काइदिनु। त्यस्तो गर्ने भए पो ती नेताहरूलाई जसरी भए पनि भोट हाल्न गाउँमा जाउँ भन्नु। आफ्नो एउटा भएको छोरो पनि विदेशमा जान पर्यो। हामीभन्दा कति धेरै दुःख भएका आमा बाउहरूले ती छोराछोरीलाई विदेश पठाउनु परेछ। हामीभन्दा कति बुढाबुढी छन्, सधैँभरि छोराको आसमा आउला आउला भनेर पर्खेर बसेका छन्। जुन नेतालाई भोट हाले पनि त्यस्तै हो। अब म त कसैलाई भोट हाल्न नि मन छैन बुढा। त्यसो भनेर हुँदैन बुढी। भोट हाल्ने अधिकार भनेको त हाम्रो जन्मसिद्ध अधिकार हो। अहिले छोराले भोट हालौँ भनेर पाउँछ र? तेरो छोरा जस्तो लाखौँ नेपाली विदेशबाट फोन गरेर बाबा मलाई बसेका छन्।
चुनाव आउन लाग्यो भनेर खुसी भएका छन्। त्यो खुसी पनि चुनावको दिनसम्म मात्रै हुन सक्छ। त्यसैले बुढी उनीहरूको इच्छा चाहना अनुसार पनि म यसपालि यो देशका सबै नेताहरूलाई एकै स्वरमा भन्न चाहन्छु, यो देशमा अब भाषण होइन, यो देशमा सम्पूर्ण 3 करोड नेपालीले खानको लागि रासन पाउने गरी रोजगारी देऊ भनेर। त्यो रोजगारीको लागि म गएर अब आवाज उठाउँछु। मेरो देशका यी 1 करोड बाहिरका युवाहरूलाई यो देशमा रोजगारी दिन सक्छौ भने म भोट दिन्छु। यहाँ बसेका युवाहरू त अस्ति जेनजी आन्दोलन भयो, त्यत्रा 75-76 जनाले ज्यान गुमाए। गुमाएर के गर्नु त बुढा? पैसा जति सबै नेताको घरमा त उहाँ बिटा रहेछ अरे, सबै जलाउँदाखेरि डढ्यो भनेर भन्थे। अब त्यत्रा पैसा त्यसरी थुपार्नु सट्टा यी दिन दुखी गरिब जनताहरूलाई हेर्नु त उपचार लाउन नसकेर कति गरिब मान्छेहरू मर्न परेको छ। तिनीहरूलाई अलिअलि पैसा सहयोग गरिदिएको भयो नि त, ज्यान गुमाउनु पर्दैन थियो। त्यो पैसा थुपारेर राखेर के मर्दासँगै लाँदैन कि? अब पैसाले नि ती धनी मानीलाई चाहिँ जलाउने कानुन बनाउन सक्नु पर्यो तिनीहरूले। होइन भने मर्दाखेरि कानुन पैसाले जलाउने कानुन भनेको छैन, पैसा लगाएर जलाउन पाउँदैन किन? कुन चाहिँ के हो, एआई कि बिआईले बनाएको अरे पैसा पनि भन्छन्। ठुला ठुला नेताले पनि त्यस्तो भन्न थाले रहेछन्। अब पैसा चलेको जनताको आँखाले देख्दा पनि हरेक बहाना मात्रै गर्छन् यो देशका नेताहरू। ती 76 जना युवाका रगतहरू उम्लिरहेका छन् बुढी। एक मनले सोच्छ म बुढेसकाल लागे पनि म पनि त्यसै गरी आन्दोलन गरौँ जस्तो लाग्छ। तर ठिक छ, आन्दोलन मात्रै सबै कुराको समाधान होइन। म अब गाउँमा गएर आवाज उठाउँछु। यी सम्पूर्ण नेताहरूले यदि देशको विकास गर्छौ भने, यदि यो देशलाई तिमीहरूले समृद्ध चाहन्छौ भने, सुखी नेपाली सोध्छौ भने प्रत्येक घरमा एउटा रोजगारी नेपालभित्रैबाट देऊ भन्छु। अब बाटो, शिक्षा, स्वास्थ्य भनेर भाषण गरेको भएर मात्रै हुँदैन। अब देशमा ती महेन्द्रको पालामा बनेका उद्योगहरू बिउतिनुपर्छ। प्रत्येक प्रदेशमा कम्तीमा 1 लाख 2 लाख मान्छेले रोजगारी पाउने गरी उद्योग बन्नुपर्छ। रोजगारी पाउने अवस्था बन्यो भने जुन पार्टीले त्यही प्रतिबद्धता गर्छ त हामीले त्यही पार्टीलाई भोट हाल्ने। अनि बुहारीलाई पनि लानुपर्छ, उसलाई पनि भोट हाल्न लानुपर्छ। यदि राम्रो पार्टी भयो कोही भने यो देशमा रोजगारी दिन्छु भनेर प्रतिबद्धता गर्ने मान्छेलाई भोट हाल्नुपर्छ। अबको चुनावमा जसलाई पायो त्यसलाई भोट हाल्नु हुँदैन। अब त मैले त्यही विचार गरेको छु। ती 75-76 जना शहीद भएका, रगत बगेका छोराछोरीहरूको आत्माले शान्ति पाउने गरी भोट हाल्नुपर्छ। हाम्रालाई होइन बुढा, अहिले त राम्रालाई छान्नुपर्छ। हाम्रो देशको विकास कसले गर्छ त्यसैलाई दिनुपर्छ है बुढो। अहिले चाहिँ अहिलेको चुनावमा मैले पनि त्यही भन्छु। 2-4 दिन अगाडि गएर गाउँमा मैले त्यही कुरा राखेको छु। चुनावमा यदि समृद्ध हुन सकिन, यदि चुनावले देश बन्न सकेन भने यो देश कुनै दिन अरू नै देशको प्रान्त बन्नेछ। यदि त्यस्तो बन्यो भने हाम्रो जिन्दगी त्यसै जाला, छोरा नातिको भविष्य पनि त्यतिकै जानेछ। अनि पिता पुर्खाले सबैलाई धिक्कारै छन्। ल धेरै चिन्ता नलिनुहोस्, अङ्कित पनि आउने बेला भइसक्यो होला। अब खाजा बनाउन जानु पर्यो। ल आइपुगिहालिस्। अझै बस बस। अनि तेरो रिजल्ट भने नि छोरा आज के भइस् भन् त? फर्स्ट भइछस्? ए ल, राम्रोसँग पढ्नुपर्छ, धेरै पढ्नुपर्छ है छोरो। अनि बाबा अहिले त के हो, चुनाव के आएको छ अरे त? भने छोरो चुनाव आएको छैन अहिले। हामी फेरि चुनावमा गाउँ जानुपर्छ, गाउँमा गएर भोट हाल्नुपर्छ। अनि तेरो साथीहरू के भन्छन् त चुनावको बारेमा? मेरो साथीहरू त के अरे भोलि पर्सि ठुलो भएपछि यसो विदेश जानुपर्छ अरे, यहाँ त केही रोजगारी छैन अरे। अलि आफ्नो दाइ जस्तो विदेश जान चाहदिनँ, यहीँ बसेर रोजगारी दिने त्यो पार्टीलाई मात्र भोट हालौँ भन्न त भनेको पनि छोरो, जुन पार्टीलाई भोट हाले पनि कसैले रोजगारी दिन्छु भनेर भन्दैनन्। सबैले ठुलो ठुलो नारा लाउँछन् तर रोजगारी कसैले दिँदैनन्। तेरो दाइले पनि त्यसरी दुःख गरेर पढ्यो, अन्तिममा तेरो मम्मीको र मेरो आँखामा आँसु पार्दै
विदेश पठाउनु पर्यो, अहिले राम्रो छैन भन्छ, के गर्ने होला। ठिकै छ छोरा, त धेरै चिन्ता नलि, म जसरी भए पनि तँलाई यही देशमा जागिर खुवाउँछु। बाबा यही देशमा जागिर खाने त भन्नुभयो, तर हाम्रो देश त्यस्तो अगाडि पुगेकै छैन। जागिर सबलाई हुन, सबजना विदेशमा भारी बोक्न गइरहेको छ। त्यही त छ, सम्झँदा पनि साह्रै पिर लाग्छ। तेरो दाइ पनि यति बेला कहाँ भारी बोक्थ्यो होला। अब त्यस्तो भारी बोकेरै खानुपर्ने त नहोला भन्न सोचेको थिएँ, के गर्नु। अबको चुनावमा चाहिँ जसले यहाँ रोजगारी दिन सक्छ त्यसैलाई भोट हाल्ने हामी छोरा। ठुला ठुला नारा लाउँदैमा उनीहरूकै पछि लाग्नुपर्छ भन्ने छैन। हामी सोच विचार गरेर मात्र भोट हाल्छौँ अहिले। अनि मेरो छोरालाई यहीँ जागिर खुवाउने त्यस्ता नेताहरूलाई मात्र भोट दिन्छौँ नि है छोरा। अनि आमा बाबासँगै बस्ने। हस्।